वेलकम ब्याक टु माई च्यानल. इट्स अलरेडी बिन 3 years नाउ मैले भ्लगिङहरू सबै छोडेको. अनि प्लस मेरो चाहिँ किनभने 3 yearsको लागि कोर्स थियो, नर्सिङ कोर्स. मैले त्यो रिसेन्टली सकेँ अनि फेरि म चाहिँ भ्लगिङ स्टार्ट गर्नु आँटेको. बिकज त्यो टाइममा चाहिँ मेरो एकदम हेक्टिक सेड्युल भइरहेको थियो. मैले मेरो ड्युटी असाइनमेन्ट्स अन्त मैले भ्लग बनाउन सकिनँ. अनि फाइनली आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ मेरो चाहिँ म चाहिँ आज बाइकको प्री बुकिङ गर्न जाँदैछु. किनभने फर्स्ट पहिला त पाइहाल्थ्यो, अहिले त प्री बुकिङ गर्नु भने फर्स्टमा त, किनभने अभाइलेबल छैन अरे सोरुममा. त्यही भएर चाहिँ म आज प्री बुकिङको लागि जानु आँटेको. अनि आइ एम सुपर एक्साइटेड किनभने यत्रो टाइम बाद चाहिँ म भ्लगिङ सुरु गर्दैछु. मलाई किनभने अलिकति अनकम्फर्टेबल पनि भइरहेको छ होइन. तर थ्याङ्क्स टु माई मम एन्ड ड्याड. बिचरा ममहरूले चाहिँ मलाई भनेको थियो कि 3 years सकेर चाहिँ नयाँ बाइकमा अपग्रेड गर्ने भनेर हामीले. अनि फाइनली मेरो चाहिँ आज त्यो दिन हो. बिकज यो दिनको लागि चाहिँ मैले धेरै वेट गरेँ होइन. मेरो किनभने 3 yearsको कोर्स एकदम हेक्टिक थियो, नर्सिङ कोर्स चाहिँ. त्यही भएर म चाहिँ सुपर एक्साइटेड छु. आज तपाईँहरूलाई देखाउँछु म के हुन्छु बुकिङ गर्दा होइन, के चाहिन्छ. प्लस अनि एकदमै खुसी लागिरहेको छ किनभने यो दिनको लागि एकदमै धेरै वेट गर्नु परेको थियो मैले होइन. धेरै वेट भन्दा पनि नयाँ बाइक कसलाई मन पर्दैन होइन, सबैलाई मनपर्छ. अपग्रेड गर्न सबैलाई मनपर्छ. त्यही भएर चाहिँ म सुपर एक्साइटेड थिएँ. अनि फर्स्टमा चाहिँ पहिल्यै किन्ने भनेको थिएँ, तर पहिला चाहिँ मेरो नर्सिङले गर्दा किनेर पनि घरमा बिग्रिन्छ जस्तो लाग्यो नि त. लाग्यो त्यही भएर यतिकै गर्दैछु. अहिले चाहिँ दमिलो पहाड हेर्नु जानुपर्छ. अब हामी फ्यामिली सबै यहाँ चाहिँ माम छ, मामलाई लाज लाग्छ. त्यही भएर चाहिँ त्यहाँ आएको छुइनँ. म पनि एक्लैमा मात्रै भ्लग गर्छु, बेसी मान्छेको अगाडि चाहिँ भ्लग गर्न सक्दिनँ. हामी चाहिँ यहाँ ब्रेकफास्ट गर्नु आइरहेको छु. चिसो यहाँ छ. बाइकहरू सबै तपाईँले पाउन सक्नुहुन्छ. यहाँ चाहिँ क्रिसमस हो अनि क्रिसमसमा चाहिँ मेरो सान्टा चाहिँ मेरो आप्पा हो किनभने मैले प्री बुक गरिसकेँ सबै. अनि यहाँ चाहिँ बाइकहरू देख्न सक्नुहुन्छ, तर म भन्दिनँ मैले कुन चाहिँ बाइक बुक गरेको छु. आएर नै देखाउँछु सबैलाई. यहाँ सबै आउँदो रहेछ नि त है बाइक जति. आज मेरो आप्पा चाहिँ सान्टा भएछ क्रिसमस हो नि त. क्रिसमसमा प्री बुकिङ. ट्रक आइपुग्छ. अब हेरौँ मैले कति दिनमा आइपुग्छ. आज हाम्रो म त एक्साइटेड छु एकदम. यहाँ आइरहेको छु. अब झिक्नु आउँदा चाहिँ लिएर आउँछु. म चाहिँ घर आइसकेँ होइन. किनभने दार्जिलिङमा भ्लग गर्दा चाहिँ एकदम चिसो थियो. मैले राम्ररी क्यामेरा होल्ड गर्नु पनि सकिनँ. त्यही भएर चाहिँ मैले त्यति लङ भ्लग नै बनाइन. सिर्फ उयोमा गएको, सोरुममा गएको. अनि त्यसले चाहिँ देख्नुहुन्छ कि मैले कुन चाहिँ बाइक अर्डर गरेँ होइन. अनि त्यो चाहिँ त्यही दिन जुन दिन बाइक आउँछ डेलिभरी गरेर त्यही दिन चाहिँ देख्नुहुन्छ. अन्त यहाँ चाहिँ खासमा चाहिँ मेरो चाहिँ बाइक सिलगढीबाट गरेको भए चाहिँ 28-29मा डेलिभर गर्छ भनेको थियो, तर स्योर नै थिएन कि गर्छ गर्दैन. प्लस अर्को सोरुममा सोद्धाखेरि मोर देन 2 months के भयो. त्यसै कारण मैले यतैबाट गर्नु पऱ्यो. लास्ट मोमेन्टमा मैले सोरुम चेन्ज गरेँ होइन, कहाँबाट गर्नुपर्ने भनेर. त्यही भएर चाहिँ आइ एम सुपर एक्साइटेड होइन. ब्याक टु भ्लगिङ आउँदा चाहिँ अलिकति नर्भस पनि छु, तर केही छैन होइन. प्र्याक्टिस हुँदै जान्छ.
म चाहिँ एकदमै थ्याङ्क यू भन्नु चाहन्छु मेरो आप्पा आमाहरूलाई। खास चाहिँ भ्लग चाहिँ म घरभित्र सुट गर्नुपर्ने हो, यस्तो चिसो छ यहाँ अहिले पनि, तर घरभित्र चाहिँ लाइट नै छैन अहिले, लाइट गएर, त्यही भएर मैले एन्ड गर्नै थियो, त्यही भएर म माथि आएर एन्ड गर्दैछु टेरेसमा आएर होइन। अनि यहाँ कस्तो राम्रो देखेको है, त्यही भएर चाहिँ मेरो चाहिँ अब नेक्स्ट भ्लग चाहिँ आफ्टर डेलिभरी आउँछ बाइकको होइन, कहिले आउँछ त थाहा छैन, तर छिटै मेबी डेट त भन्दिनँ, प्लस तपाईँहरूले देख्नुहुन्छ त्यही टाइममा कहिले। अनि आई होप तपाईँहरूले मलाई एकदमै धेरै माया गर्नुहुन्छ होला, किनभने कतिजनाले कन्टिन्युस सोधेको थियो कि त्यो टाइममा कहिले भ्लग आउँछ, कहिले भ्लग आउँछ, तपाईँ किन इनएक्टिभ छ। अब आफ्टर 3 इयर्स फाइनली म भ्लगिङ गर्दैछु, प्लस एक्टिभ हुनेवाला छु होइन। त्यही भएर चाहिँ प्लिज डु सपोर्ट, तपाईँहरूले सपोर्ट गर्यो भने मात्रै म इन्करेज हुन्छु होइन डे बाई डे भ्लग्स हाल्नु। प्लस सो बाई, प्लिज डोन्ट फर्गेट टु सेयर, लाइक एन्ड सब्सक्राइब टु माई च्यानल।